नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्दस्स। साधु साधु साधु। कपिलवस्तु नगरको दरबारमा त्यस बेला बरोबर आइरहने एक ठूला तपस्वी थिए। उनको नाम कालदेवल तपस्वी थियो। उनलाई असित ऋषि पनि भनिन्छ। उनी अष्ट समापति ध्यानले पूर्ण तथा अघिल्लो र पछिल्लो 40 कल्पसम्मको कुरा थाहा पाउन सक्ने ज्ञाता थिए। ती ऋषि कहीं जाँदै थिए। त्यसबेला उनले कपिलवस्तुका जनताहरू 32 लक्षणले युक्त राजकुमार पाएर हर्ष मनाइरहेको देखे। उनलाई पनि एकपल्ट ती राजकुमार हेर्न जाने इच्छा भयो। अन्त कतै नगई उनी सरासर कपिलवस्तु दरबारमै पुगे। त्यस्ता महान र ठूला तपस्वी आफ्नो दरबारमा आउँदा राजा शुद्धोधन साह्रै खुसी भए। आवश्यक सम्मान र सत्कार गरे। तब ती तपस्वीले भर्खर जन्मेको बालकलाई हेर्ने इच्छा व्यक्त गरे। राजाले पनि आफ्नो छोरालाई तपस्वीको चरण छुवाएर आशीर्वाद दिलाउने विचार गरे। राजाले बोधिसत्व बालकलाई त्यहाँ ल्याए। बालकको टाउको तपस्वीको खुट्टा छुवाउन तलतिर झुकाए। यस्तो बेला बोधिसत्वको खुट्टा नै तपस्वीको टाउकोमा पर्यो। अब भएन फसाद। राजालाई साह्रै डर लाग्यो। तपस्वी रिसाएर श्राप पो दिने हो कि? हतपत तपस्वीसँग क्षमा मागिहाले। बालकको खुट्टा आफ्नो टाउकोमा पर्यो भने तपस्वी रिसाएन। बरु किन यस्तो भयो? एकछिन विचार गरे। तुरुन्तै उनले थाहा पाइहाले। यी बालक 32 लक्षणले युक्त र भविष्यमा गएर ठूला सत्पुरुष बुद्ध हुने व्यक्तित्व हुन्। यदि उनको टाउकोले मेरो खुट्टा छुवाएको भए मेरो टाउको नै 7 टुक्रा भएर जाने थियो। कालदेवल तपस्वी तुरुन्तै आफ्नो आसनबाट उठे। ती भर्खरको बालक बोधिसत्वको चरण कमलमा शिरले वन्दना गरे। यस्ता ठूला तपस्वीले आफ्नो नाबालक पुत्रलाई वन्दना गरेको देखेर शुद्धोधन राजा छक्क परे। उनले पनि आफ्नो छोरा पक्कै ठूला व्यक्तित्व हुनुपर्छ भनी ऋषिले चाहिँ आफ्नो छोरालाई पुत्र वन्दना गरे। यो शुद्धोधन राजाको
आफ्नो छोराप्रति पहिलो पुत्र वन्दना थियो। बोधिसत्व बालकलाई हेर्दै गरेका तपस्वी एकपल्ट खुसीले हाँसे र पछि दुःखले रोए। यस्तो दृश्य देखेर नाना कल्पनाले राजा शुद्धोधन आत्तिन थाले। यसको कारण तपस्वीसँग सोधे। तब ती तपस्वीले बताए, राजन, यी बालक भविष्यमा गएर लोकका शास्ता बुद्ध हुनेछ, त्यसैले म हाँसे। तर यी बालक बुद्ध हुने बेलामा मैले दर्शन गर्न पाउँदिन, म मरिसक्छु, त्यसैले म दुःखले रोएको हुँ। बालक बोधिसत्व जन्मेको 4 दिन पूरा भयो। त्यस बेलाको परम्परा अनुसार 5औं दिनमा बालकको नामकरण गरिन्थ्यो। तसर्थ 5औं दिनमा बोधिसत्व बालकको नामकरण गर्नको लागि कपिलवस्तु दरबारमा ठूलो मंगल उत्सवको आयोजना गरियो। त्यस मंगल उत्सवमा त्रिवेदले पारंगत 108 जना ब्राह्मणहरूलाई पनि निमन्त्रणा गरियो। ती सबैलाई राजाले दरबारमै उत्तम भोजन, क्षीर आदि दान दिए। त्यसपछि राजा शुद्धोधनले ती ब्राह्मणहरूलाई सोधे, हे ब्राह्मणहरू, मेरा पुत्र कुमारको नाम के राख्नु उचित होला? निमन्त्रित 108 जना ब्राह्मणहरू मध्ये पनि 8 जना ब्राह्मणहरू अति श्रेष्ठ, ज्योतिष आदि शास्त्र विद्या जानेका अति पण्डित थिए। उनीहरूले बोधिसत्व कुमारको शरीर आदि लक्षण सबै परीक्षण गरी हेरे। सबै लक्षण आदि परीक्षा गरिसकेपछि 7 जना पण्डित ब्राह्मणहरूले 2टा औंला ठडाएर बालकको भविष्यवाणी गरे। यी बालक भविष्यमा राजकाज सम्हालेर दरबारमै बसे भने अद्वितीय चक्रवर्ती राजा हुनेछ। यदि दरबार त्यागी प्रवजित भएमा सम्पूर्ण लोकका शास्ता सर्वज्ञ बुद्ध हुनेछ। ती 8 जना मध्ये सबैभन्दा कान्छो कौन्डन्य ब्राह्मण थिए। उनी यस कुरामा सहमत भएन। उनले बोधिसत्व कुमारको रूप, लक्षण आदि सम्पूर्ण परीक्षण गरी केवल एउटै औंला ठडाएर ठोकुवाका साथ भविष्यवाणी गरे। यी बालक अवश्यमेव घर गृहस्थीमा फुलेर दरबारमा बस्ने छैन। अवश्यम्भावी गृह त्याग गरेर सबै लोकका पूज्य सर्वज्ञ बुद्ध नै हुनेछ।